Hello everyone, welcome to मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी आएको छौँ कहाँदेखि अनि अहिले चाहिँ हामी यहाँ राजा आइपुगेको छौँ हो। त्यहाँ साइडमा हेर्न सक्नुहुन्छ एयरपोर्ट छ। यहाँ चाहिँ एयरपोर्ट जाने गेट अनि एउटा मन्दिर पनि छ है। अब त्यो मन्दिर चाहिँ पछि गयो भने त्यहाँ जान लाग्यो भने हामी भ्लग बनाउँछौँ। यहाँ चाहिँ लेखेको छ, के लेखेको छ पढ्नु चाहिँ हामी मसँग समय छैन। हामी राजा क्रस गरेर कारकातोतिर गइरहेको छौँ। नेपालगञ्ज घुम्न आउने भनेको रातिको समयमा हो, त्यसैले चाहिँ हामी अहिले कति बजेको छ? 7 बजिसकेको छ। हाम्रो लेडी राइडर स्मृति हजुर अहिले मैले चलाएँ भने त डाइरेक्ट हामी फेरि सिधै जहाँ जान लागेको थियौँ त्यही पुग्थ्यौँ, त्यसैले चाहिँ मैले ड्राइभ गरिनँ। अनि हाम्रो साथीहरू चाहिँ गइसक्नु भएको छ होला सायद। फोन पनि आइसकेको छ घरको आइसकेको छ। रातिमा बजार घुम्नुको मजा बेग्लै हुन्छ भने जस्तै अझ रात परिसकेको छैन। यो लाइटहरू राति घुमेर अझ राम्रो देखिन्छ। यो चाहिँ छ सिटी केयर अस्पताल। यहाँदेखि चाहिँ हाम्रो सुन्दाजीको घर जाने बाटो अनि सँगसँगै उता के पनि छ उहाँको सोल्टीको होटल पनि छ है। उहाँको सोल्टीको होटल पनि छ। आफ्नो सोल्टीको होटल उहाँले बिर्सिनु भयो कि पर देख्न सक्नुहुन्छ नेपालगञ्जको सुपर मार्केट। नेपालगञ्जको सुपर मार्केट हो जसको नाम हामीले यहाँ गएर चाहिँ एउटा सामान किन्नुपर्ने छ। जस्तो भर्खर एक ठाउँ गएको ठाउँ आएको छ। अब त्यो ठाउँमा फर्केर हजुर जानु चाहनुहुन्छ कि न भनिदिनुहोस् त। चाहनुहुन्छ? यो मान्छेले चाहिँ हामीसँग रेस लगाएको हेर्नुहोस् न। यामाहाको प्रचार गर्दै हिँडेको छ न्यू मोडलको। अब स्मृतिको बर्थडे सेलिब्रेट गर्न फेरि हामी यहाँ आउनेछौँ। अस्ति भर्खर हामी मौसमको बर्थडे सेलिब्रेट गर्न गएको थियौँ। अब चाहिँ हाम्रो नेक्स्ट टाइम आउने भनेको स्मृतिको बर्थडेमा असारमा होटल सुधार गुरुद्वारे। मलाई चाहिँ यहाँ चाहिँ एकदमै जान मन लागेको छ, तर कहिले जाने भनेको छैन। फाइनली हामी चाहिँ आइपुगेको छौँ। हामी चाहिँ फाइनली आइपुग्यौँ। हामी चाहिँ स्पाइस लापिङ सेन्टर हो। सेन्टरमा चाहिँ नेपालगञ्ज रेस्टुरेन्ट जो चाहिँ नेपालगञ्जको बिटिएस रोडमा छ होइन। तपाईँलाई लोकेसन चाहियो भने भन्नु होला, हामी लोकेसन जो चाहिँ हामी बनाएको छ आइराख्नु छ। बनाउनु कुरा भएन। हजुर राम्रो छ यो रेगुलर। मेरो चाहिँ यो प्रायः रेगुलरै हो कि 1-2 हप्तादेखि चाहिँ छुटेको थियो। अस्ति आएर चाहिँ नखाएर गएको मैले। खानु भएन? खाना मात्रै लगेको त्यो दिन त्यसलाई खान मन लागेन। मलाई खाना मलाई खाना तिमीले मिठो चाउमिन र मोमो खाएर लैजान्छु भनेर लगेर गएँ। मलाई मिठो लाग्यो। हल्का त्यो हुन्छ मिठो हुन्छ त्यस्तो कुराहरू छ। अब लोकल फुडहरू पाइने ठाउँ हुन्छ नि त्यसमा तिमीले त्यस्तो मिठो पाइने ठाउँमा भेज नेपालगञ्ज म तिमीलाई लैजान्छु। अनि त्यसपछि के अरे मिठो पाइन्छ। म चाहिँ के अरे नन भेज खाँदिनँ, भेज मात्रै खान्छ भने लगेर के मिठो लाग्छ र मलाई भेज मैले खाइनँ। सुन्दान्तीको फोन आयो तर हामी इग्नोर गर्न चाहन्छौँ अब कललाई भनेर त्यही पनि फेरि उठाइदियो। म्याम चाहिँ भर्खरै आउनु भएको छ उहाँ। अब फेरि एकदमै खुसी भएर एक्साइटेड भएर हेलो गरेको तर के भन्नु म रिसाछु भन्ने कुरा बिर्सेको कि के गरिरहेको उहाँको हाँसो कहिले पनि। माई डियर स्टुडेन्ट्स कम हियर। कहाँ हो कि हात लगाएर हजुरले आएपछि स्पाइसी भन्नु। हामी चाहिँ कोहीबाट चाहिँ खाना आएको थियौँ। फाइनली खाँदैछौँ। अर्डर गरेको तपाईँहरू दुईवटा आयो मिठो 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 स्पाइसी सँगसँगै स्पाइसी मिठो लाग्ने सेन्टर यस्तो नाम चाहिँ राख्नु पर्छ।
होइन के भनेको 4 वटा हो पैसा दिए टाका दिनु मैले आउँछु उताबाट चाउमिन पनि भन्नु पर्छ ओइ माथि त के नलाग्यो कस्तो लाग्यो त ल कोल्डपाटी नेपालको गएको बस्ती त न हजुर अझै खान पाएँ भन्छ छैन यो चर्किन बिस्किट अरू खाने हो हामी फेरि आइसक्यो लाफिङ दिएको के हुन्छ र ए होइन चाख भनेको नि खाऊ सबै कुराको टेस्ट दिनुपर्छ क्या अर्कोचोटि पालो आउँदैन भने उहाँले 2टा खानुभएको छ क्या खाना आजको यस्तो हुन्छ उहाँलाई मैले के भन्दाखेरि मेरो झोला त तल थियो नि त तिमीले झोला जाने थियो बिहान के म त त्यही हाल्दै सबै भनेर यो हजुर चाहिँ बिस्कुट हेरेर मैले त्यही राखिदिएको अब अरूले देख्छ भने पनि झोला कस्तो तलेर गएको कि उता निस्छु हेरेँ चक्लेट हाल्दै छ त्यहाँ कोचु छैन आसमान दिन्छ एकदमै मान्छेसँग के हो नि फेरि हटाएर नास्ता नलिएर आउने मान्छेलाई फेरि अर्को त्यो भन्दैछु खाइयो कि पेट पनि टर्न भएर अल्छी आइसकेको छ मलाई लाफिङ 2टा खाएको साइडकोबाट फेरि सँगसँगै मोमो खाएको मेरो साइडमा पार्टनर फेरि मेरो खाने पार्टनर छ हेलो भनिदेऊ ल हाम्रो ब्लगमा दिदीहरूको भिडियोलाई लाइक गरिदिनु होला हेलो अनि युट्युब च्यानललाई सब्स्क्राइब आयो कति भयो दिदी हाम्रो हैन दिदी जान्न युट्युब च्यानललाई सब्स्क्राइब आयो गरिदिनु होला कस्तो थाहा नरे आएर बसेको म पनि आएको छु भिडियोमा देखेछु म गइहाल्छु पैसा बाइ बाइ 1.5 प्लेट के बहिनीहरु पैसा हिसाब गरेर खाइछु सो मच अनु दिदी सरी अनु अल्छी लास्टमा हेर त उगाएर त काटा चम्ची निकाले नलेखाको हैन अनु अल्छीलाई मैले चाहिँ एकदम मिठो मोमो बनाएर खुवाउँछु शनिबार चिन्ता नगर्नुस् उहाँकै घर गएर अनि फेरि भाडा मासु मान्छे पनि सँगै लिएर आउँछु मैले उहाँले फेरि आफू एकदम इमान्दारीपूर्वक आफ्नो काम गर्नुहुन्छ पनि हामी चाहिँ यहाँदेखि लागिसकेका छौँ बाइकहरू मैले चाहिँ मेरो साथीहरूको छु म चाहिँ यहाँ हेर्न सक्नुहुन्छ अरू चाहिँ पछाडिदेखि हिँड्दै आएका छन् हामी चाहिँ अब एकछिनमा आउँछन् तिनीहरू मैले छोडिदिने ल हुन्छ जान्न त हजुर किन बस्नु भएको छ त ढिलो भएको जानु अब जानुहुन्छ म यहाँ छु यहाँ आए फाइनली अब उहाँहरूलाई छाड्ने कोई तारीफ करे या न करे अपनी तारीफ अपने आप कर लेते हैं ये लोग हामी यहाँ अब नेपालगञ्जदेखि घर फर्किँदैछौँ अहिले कति बजेको छ भनेपछि समय हातमा घडी छ तर स्कुटीमा हेर्नु पर्ने जरुरी छ छैन अब हाम्रो 9 बज्छ साथीहरू त्यही भएर फटाफट अब कुदेर जानुपर्छ घर गाडी होइन कि म्याजिक भन्ने म्याजिक ल म्याजिक हामी चाहिँ म्याजिकको वेटिङमा छौँ अहिले त गाह्रै हुन्छ पाउन पनि हात भइसकेको छ पाएन भने यतै बस्ने त होला नि पाएन भने चाहिँ उहाँहरू यतै बस्नुहुन्छ किनकि उहाँहरूलाई केही छैन यतै बस्नु भोलि आउनु भोलि बिहानै जाउँला
एक दिन होमवर्क नगरेर केही पनि फरक पर्दैन हामी कन्सै गर्थ्यौँ र अब आफ्नो प्रब्लम भन्नु पर्यो नि म नेपालगञ्ज गएको थिएँ मम्मीलाई लाफिङ खान मन लागेर अनि मम्मीले गाडी खाँदा खानुभयो कि गाडी पाउनु भएन हिजो पनि होमवर्क लेख्नु बाँकी छ मेरो त्यस्तो भयो त अवश्य जानै पर्छ तपाईँ घर आयो त्यहाँ होइन होइन ए दूर दूर सब म्याजिकको नाम निशाना छैन यहाँ कुदा कुदा पागलहरूलाई म चाहिँ हात दुखायो अब त त्यो ऊ गाडीमा चढे पनि हुन्छ कि हजुर नागरिक बस्न कि यसै हुन्छ नि अब यहाँ हामीलाई हेर्नु सक्नुहुन्छ हामी चाहिँ नभए चाहिँ हामी चाहिँ विष्णुजीलाई कल गरेर गाडीको व्यवस्था पनि गर्न सकिहाल्छौँ यता फेरि छुट्टै छ यताको छुट्टै छ केही छैन त मलाई यहाँ गर्मी भइसक्यो गाइजहरू यहाँ नेपालगञ्जमा गर्मी कति गर्मी छ भने कसलाई के थाहा के भन्न सकिन्छ र यता हेर्न सक्नुहुन्छ मेरो साथी चाहिँ यता कहिले कता के गर्नु आफूको पढ्यो यस्तो जता मलाई चियागञ्ज पनि चियागञ्ज पनि खाइदिउँ होला नेपालगञ्ज आएपछि वेटिङमा छन् जसको वेटिङमा छन् त्यो चाहिँ हामी भरिलाई गर्मी छ चाहिँ मेरो साथी खै रोक्नु अहिले यहाँ पाइन्छ कि मेरो साथीले यहाँ मेरो बहिनीलाई रोड क्रस गराइदिइराख्नु भएको छ यहाँ यसरी कोलपुर जान्न रे उहाँहरूलाई यहाँ टनाप छ फेरि एउटा पनि गाडी नआएको ओ अर्को आएको छ त के हो अब यो हाइसमा भए पनि चढेर जानुपर्छ क्या गाडी जान्न अरे अब उहाँ अब नेपाल एकछिन रोक्ने त्यो भन्दा अलि अगाडि आयौँ गाइजहरू तर भेट्दैन यहाँ पनि गाडी छैन यहाँ तीन-तीनजना बसेर आयो हमारे वाले में बहुत कम डाल दिया भैया ने किधर आए ना जरा ये मैडम को अच्छा देखा इसलिए इसमें ज्यादा डाल दिया देखो 2 गिलास मांगा ना दूसरे गिलास में और ज्यादा डाल दिया भैया ने हमारे पहले वाले में कम डालते इसलिए दूसरा गिलास नहीं मंगाया यहाँनिर भित्रवाला लाइट भित्र हजुर पुरा तिहारमा हुन्छ नि झिलिमिली पेटै अर्कै भयो अनि यहाँ यस्तोमा आएर डिस्काउन्ट मागिरहेको छु को होइन ये माग रही है ये बहन माग रही है डिस्काउंट पूरा पैसे दिए अच्छे से गिन लीजिए भैया क्या भरोसा है कि उन्हें गिन रहे देखो ऐसे छक्के कैसे रे आया इसमें तो कौन भी बता रहे ना यस्तो के झिलिमिली रातमा साथी त्यस्तै देखिराख्नु पर्छ हजुर झिलिमिली रातमा लाइटिङ आउले त ये वाला खाने कि अर्को वाला यो वाला खाने कि अर्को वाला खाने ये वाला दिन तयार पया त्यो दिन न एउटा वो पैकिंग हो रहा है वो रुको अहिले खाने गर्छौँ नि त अझ चित्त बुझेछ खाने भनेर होला के हामी चाहिँ हेरेको हेरै यता खाएको खायो के गर्ने कि अघि नै थोरै थियो मेरोमा त झन् कति थोरै थियो कति थोरै थियो कति हाल्छ नि यो प्याकिङ हो कि यो आइसक्रिम मात्र कति खत्म हो गया आइसक्रीम भी इधर कोलपुर में कितने में देते हैं आइसक्रीम ये वाला 10 25 में देते हैं हाँ नेपाल में और मच
होइन होइन उनको सट्टा पनि त्यो क्रिम हाल धेरै इसमें ज्यादा आता है त्यो कोनी किन वेस्ट फाल्छ देखो अभी भैया ने आपको ज्यादा दे दिया देखो कोनमा किन फाले वेस्ट ल्याउ खाना अब बहन ने मांगा भैया ने दे दिया वो खराब भयो तिमीलाई नि त नि मन त खान्छ गयो यही पनि भइहाल्यो बहन और भाई का सोध्नु पर्यो नि खाना लायो कि होइन गाइस अच्छे से पकड़ो ना ढिलो भयो 9 बज्यो अब चाहिँ हामी घर फर्किँदैछौँ अब घर फर्किने क्रममा मेरो साथी यहाँ आइरहँदै चलाउँदै हुनुहुन्छ म चाहिँ खाना बिर्छु इसलिए हम पीछे बैठ कर खा रही हूँ मैं तो इधर पे हमारा दीदी है दीदी आगे मैं इधर हूँ मलाई थाहा छैन म देख्छु कि देखेको छैन भनेर अब कसरी खाने भने थाहा छैन साथीले चाहिँ एकदम चलाइराख्नु भएको छ मेरो यहाँ स्क्रिन छ अलिकति खानालाई अब हामी चाहिँ घर फर्किँदैछौँ कोहलपुरदेखि नेपालगञ्जदेखि कोहलपुर मलाई ढिलो भइसक्यो 9:15 छ अब 15 मिनटमा जसरी भए पनि कोहलपुर पुग्नुपर्छ मेरो दिदीको घर जाने बाटो आइसक्यो अब दिदी चाहिँ घर जाँदै हुनुहुन्छ रोड क्रस गर्नुभयो दिदीले यहाँ जानु बाई बाई अब जानुहुन्छ घर अब हामी चाहिँ अब एकछिन लाग्छ हामीलाई चाहिँ टाइम 15-20 मिनट जति लाग्छ होला कोलपुर पुग्न ओ माई गॉड रातिको समयमा हामी चाहिँ हिँडिरहेको छौँ 2 जना मात्र